मलाई जहिले पनि मेरो छोराले जितोस् जस्तो लाग्छ क्या। मेरो छोरा मभन्दा बुद्धिमान होस्, मेरो छोरी मभन्दा धनी होस्, होइन, मेरो छोराछोरीले संसारले चिनुन् र छोराछोरीको नामबाट म चिनिन पाएदेखि कस्तो हुन्थ्यो भन्ने हुन्छ क्या है। अनि यो पानी भनेको जहिले पनि उकालो चढ्दैन र क्या। उकालो चढ्नुलाई पम्पै लगाएर तान्नुपर्छ। नाता भनेको त्यही हो र क्या, जहिले पनि ओह्रालोतिर सर्छ, होइन। अब मलाई मेरो बुवा आमाले कति धेरै माया गर्नुहुन्थ्यो होला नि, तर स्वार्थी हुन्छ कि मान्छे। आफ्नो उत्पादन हो नि त छोराछोरीहरूको, होइन। आफ्नो उत्पादन भएको हुनाले बुवा आमाको भन्दा छोराछोरीको धेरै माया लाग्छ कि मान्छे। अनि उसले चाहिँ फेरि के ढुक्क हुनुपर्छ भनेदेखि, मलाई त मेरो बुवा आमाले एकदम माया गर्नुहुन्छ, होइन, तर मलाई पनि मेरो छोराछोरीले त्यति नै माया गर्छ नसोच्नु। उसको छोराछोरीले नातिहरूलाई बढी माया गर्छ कि फेरि।